प्रहरी प्रधान कार्यालय नक्सालले म्यादी प्रहरी सम्बन्धी सूचना प्रकाशन गरेर भर्नाका लागि आवेदन खुलाएको छ। आइतबारबाट आवेदन खुलेसँगै विभिन्न जिल्ला प्रहरी कार्यालयहरूमा आवेदन दिनेको भिड लागेको छ। काठमाडौँ उपत्यकाका महानगरीय प्रहरी परिसर अन्य जिल्ला प्रहरी कार्यालयमा आवेदन दिनेहरूको लामो लाइन लागेको छ। चैत्र 1 गते नेपाल प्रहरीले आगामी वैशाख 30 गतेका लागि तय भएको स्थानीय तह निर्वाचनका लागि 1 लाख जना म्यादी प्रहरी माग गरेको थियो। आवेदन दिने अन्तिम मिति चैत्र 11 सम्म रहेको छ। त्यसका लागि 18 वर्ष पुरा भई 54 वर्ष ननागेको हुनुपर्ने नेपाल प्रहरीले जनाएको छ। महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी सुदीप गिरीले म्यादी प्रहरीमा आकर्षण बढेका कारण आवेदन दिनेको भिड लागेको बताए। उनले देशलाई सेवा गर्ने अवसर पनि भएको धारणा समेत राखेका छन्। संख्या हेर्दाखेरि आज पहिलो दिन हो, ठुलै संख्यामा आउनुभएको छ र यो संख्यालाई हेर्दाखेरि कुनै बेरोजगारीताको कारणले मात्रै यो भिड जम्मा भएको या चाहिँ उहाँहरूको सहभागिता भएको म मान्दिनँ। किनभने यो देशलाई सेवा गर्ने एउटा अवसर पनि हो र म्यादी प्रहरीको रूपमा भर्ना भएर चुनाव जस्तो राष्ट्रलाई चाहिने काम चाहिँ गराउन पाउनु भन्ने कुरा ठुलो कुरो हो। र यो म्यादी प्रहरीमा भर्ना भइसकेपछि यो अनुभव पक्कै पनि उहाँलाई पछि भविष्यमा प्रहरीमै भर्ना हुँदाको अवस्थामा पनि अहिले रेफरेन्सको रूपमा लिन सक्छौँ। हामीहरू एकचोटि म्यादी प्रहरीमा भर्ना भएर अनुभव लिइसकेकोलाई पछि विशेष ग्राह्यता दिन सक्ने अवस्था पनि आउन सक्छ। छनौट भएका म्यादी प्रहरीलाई 7 दिन तालिम दिएर खटाउने सरकारको तयारी छ। म्यादी प्रहरीले प्रहरी जवान सरह सुविधा पाउने छन् भने दिनको 756 रुपियाँका दरले तलब पाउनेछन्। 40 दिनको 7,000 रुपियाँ रासन भत्ता, पोसाक भत्ता 6,000 र 1,000 रुपियाँ यातायात खर्च उपलब्ध गराइने बताइएको छ। छिर्न सकिन्छ एक मिनेट के भयो केही हुँदैन हो केही हुँदैन तपाईँ यस्ता भएर पनि यस्ता लाइनमा आउनु न मेरो फोटो यत्रोबाट निकाल्दै लाइनै सरेको छैन। डिश होमका ग्राहकहरूले लालिगा 2021-22 को बाँकी सिजन अब मात्र रु 479 मा हेर्न सक्नुहुनेछ र साथै हाइलाइट्स, रिटेलिकास्ट, रिभ्युज र स्पेनिश जीवनशैलीको मजा लिन सक्नुहुनेछ र साथै प्रत्येक म्याच विक 10 उत्कृष्ट भिडन्तहरू मात्र रु 50 मा। आयो लालिगा, एन्जोय उत्कृष्ट भिडन्तको महाकुम्भ।